हेलो भाइ मामकाले लाएको अन्डा करी चिकनको अचार आफूले बनाएको ल दाल दहीलाई मै बनाएको है त। हेलो माम खाँदैछु ल म अन्डा करी। यसरी अन्डा करी पनि गर्न सकिन्छ है। अन्डालाई चाहिँ मजाले फ्राई गर्ने डाम्ने अनि त्यहाँदेखि अदुवा लसुन हाल्ने गोलभेडा हाल्ने पिरो हाल्ने मजाले केही अदुवा लसुन नहालिकन सादा गोलभेडा र प्याज मात्रै हालेर बनाएको है। पिरो पिरो बनाएको चाहिँ मिठो भएको छ। खान्न होला मिठो भएछ त हो। भात पनि ठपुङ लाग्यो त कसै गर्ने। डक्टरले भात ढिलो खानु भन्नुभएको छ। खायो स्वाद खानु पर्ला सबै। यो चिकन अचार पनि नखाने पुग्यो। कता गरेर सक्छ कि मैले आफूले हामी नेपालीलाई कति धेरै दाल भात हुन्छ मिठो हुन्छ क्या। अब मासु भात तर आज मैले अलिकति खानु थापेँ थोरै। बिहान खाना खान्छु खाजा खान्छु त्यो फापरको रोटी खाएको थिएँ खाजा अनि अहिले खाना खान्छु। अब काममा जान्छु बेलुका एकैचोटि बेलुका खाने हो। दिउँसो खानै मन लाग्यो भने खाजा फलफुल खाने हो आफ्नो के बनायो त्यही खाना हो। पिरो स्याउ मन परेन अङ्गुर चाहिँ मनपर्छ अङ्गुर खान्छु। पिरो आँप पनि अस्ति खाएर बिरामी भएपछि त त्यो खानु मन लाग्दैन खाएको पनि छैन। अस्ति खाएको थिएँ बिरामी भएर एक हप्ता सुत्यो 4 दिन सुत्यो। हुन्छ नि खाने हो जहिले नि।
यतिको लागि हामी यसैलाई हामी बाँच्नको लागि खाइन्छ भने यसैलाई किन एक चिता पनि फाल्ने, म त फ्याँक्दिनँ। बासी भात पनि फ्रिजमा राखेर तताएर खाने हो। यसैको लागि हामी कति दुःख गरिन्छ होइन। त्यही भएर अन्नलाई हामीले सम्मान इज्जत गर्न सक्नुपर्छ बरु। त्यही हो मेरो चाहिँ भनाइ। सम्मान गर्नुपर्छ। कसै मान्छेले लोभले के यति लान्छ, कसैको पार्टीतिर होइन देखिन्छ कि कति मै हुँ भन्नेहरू पनि त्यसै गर्छ कि लान्छ। ठिक कतिकोले लानु के लानु, बरु खानु थप्नु जानु, सुटुक्कै थप्नु जानु होइन। ठिक्क लाने टाकटुक्कै खानेकुरा चाहिँ खानुपर्छ क्या। किनभने त्यो हाम्रो के अरे पार्टीमा पनि त आफ्नै घरको नभए पनि त्यो पनि आफ्नै सम्झिनुपर्छ कि। किनभने हामीले खाएर ठिक्कर लगेर हामीले खाएर उब्रियो भने त अरू कोहीले खान्छ नि त। अनि सम्मान इज्जत गरौँ। त्यही भएर म सम्मान गर्छु, इज्जत गर्छु है। अन्नलाई चाहिँ एकदमै म चाहिँ इज्जत गर्छु। मेरो घरमा चाहिँ गाह्रो छ है भन्दै सबैलाई बाई बाई। यो छैन भने यस्तो के गर्छु।